जय श्रीमन्नारायण। फेरि पनि एकचोटि जाँगरैसँग भनौँ, जय श्रीमन्नारायण। जय श्रीमन्नारायण। बोलो सफला एकादशी महिमाको बोलो देवघाट धामको बोलो गोविन्द भगवानको श्री शालिग्राम भगवानको जय जय श्रीमन्नारायण। हे गोविन्द बसेर यो हृदयमा आनन्द भर्नुहोस्। हे गोविन्द बसेर यो हृदयमा आनन्द भर्नुहोस्। वाणीमा रसमाधुरी सुर नदी औत्कण्ठ्य छर्नुहोस्। वाणीमा रसमाधुरी सुर नदी औत्कण्ठ्य छर्नुहोस्। भक्ति ज्ञान विराग भाव रसको सद्भाव भर्नुहोस्। भक्ति ज्ञान विराग भाव रसको सद्भाव भर्नुहोस्। आफ्नै दास बुझेर जीवन प्रभो स्वीकार गर्नुहोस्। आफ्नै दास बुझेर जीवन प्रभो स्वीकार गर्नुहोस्। आफै दिव्य सुगन्ध पूर्ण प्रभुमा के फूल वा दर्पण अर्पौं हे हरि पारिजात तुलसी छन् पाउमै हरदमा। सारा अङ्ग अनङ्ग पङ्कज छटा देदीप्त छन् मोहना अर्पे यो अब पाउमा लिनुहोस् हे कृष्ण मेरो मना। जय श्रीमन्नारायण। नियमित रूपले सधैँ सधैँ आफ्नो आफ्नो घरमा कुटीमा मठमा मन्दिरमा जो जहाँ बसिएको छ त्यही नै एकादशीको व्रत हामीहरूले सधैँ गर्दै आइरहेकै हुन्छौँ। किनभने 15 दिनमा एक दिन आउने एकादशी कृष्ण पक्ष कि शुक्ल पक्ष कि दुवै पक्षकी एकादशी उत्तिकै महत्त्वपूर्ण हुनुहुन्छ। र एकादशीको वैज्ञानिक पाटो के रहेछ भने कमसेकम 15 दिनमा एक दिन 14 दिनसम्म यो शरीरलाई धेरै मिहिनेत लाग्छ पचाउनको लागि। बिहान उठेर बेलुका सुत्ने बेलासम्म अथवा सुतिरहेको बेलामा पनि यो जाँटोराग्नीले मिसिनले काम गरिरहन पर्छ क्या। माथिबाट राखेको छ यहाँ जाँतो पिस्ता 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 त मिसिन एक दिन अवकाश पायो भनेदेखि अब लगभग 70 वर्षको आयुसम्म एकादशीको व्रत गरियो भने 10 वर्षको आयु थपिन्छ भनिन्छ के। यो एकादशीका दिनमा धेरै थरी फलारहरू पनि प्राय नगरिकन सकेदेखि अझ अब उमेर अनुसारले के भनेको छ भने बाल वृद्धा तुरैर बिना बालकहरूलाई र वृद्धलाई आतुर रोगीलाई छोडेर बाँकी व्यक्तिले उपवास गर्ने गर्यो भने त्यो क्यान्सर बन्ने कीटाणु जो हो नि त्यो भित्रको जाँटोराग्नीमा जुन अग्नि हुन्छ त्यसले त्यो दिन एक दिन खान नपाएपछि माग्छ नि क्याल क्याल भोक लाग्छ। अनि भोक लागेपछि छेउ कुना काप्चामा भएको सबै विकारलाई लगेर पचाइदिन्छ के। अनि क्यान्सर बन्ने रोग लाग्ने जो कीटाणु हो त्यो डढेर खरानी हुन्छ। यो वैज्ञानिक पाटो भयो। अर्को एकादशी भनेको हामीलाई भगवानले दिएका 11वटा इन्द्रिय छन्। 5वटा ज्ञानेन्द्रिय 5वटा कर्मेन्द्रिय अनि 3को नेता मन हैन। हातले काम गर्न मन चाहिन्छ, मन नभई हातले काम गर्दैन। कानले कथा सुन्न नि मन लाग्न पर्छ के। मन जोडिएन भने कानबाट शब्द भित्र पसे पनि अर्थ घुस्दैन घुस्दैन। त्यसो हुनाले नेता चाहिँ मन हो। बाँकी रहेका कर्मेन्द्रिय र ज्ञानेन्द्रिय समेत अब 11वटा इन्द्रिय मन समेतको 11वटा इन्द्रियको वृत्ति कमसेकम आजको दिनमा बिहानैदेखि आज एकादशी भगवानको प्यारो दिन भोलि एकादशी भनेर हिजैदेखि दशमीकै दिनदेखि व्रत बस्नका लागि अलिक ठुलो भाँडामा अलिक चरप्प घिउ राखेर प्रसाद बनाउने हो कि के गर्ने। हरे हरे कृष्ण। अनि एकादशी भन्दा पनि झन् धेरै थरी फलार बनाएर भन्दाखेरि अब रोगी र आतुरलाई छोडेर बाँकी रहेकाले यो बिहानैदेखिबाट भगवानमा मन लगाएर उड्दा श्री हरि नामकै जप गरौँ बस्दा भनौँ श्री हरि। उड्दा भगवानको नाम लिने, बस्दा भगवानको नाम लिने, हिँड्दा भगवानको नाम लिने, खाँदा पिउँदा सुत्दा जति बेला पनि भगवानको नाम लिएर आज कमसेकम आमाहरूलाई एक दिनको टेन्सन कम अरे के।
आज के को सब्जी पकाउने होला भने पिरलै भएन, बारी यहाँ जाँदा केही भेटिँदैन, अब त्यो सब्जी मन्डीमा गयो मनै पर्दैन, कमसेकम एक दिनको त टेन्सन भएन नि त होइन। यो धेरै राम्रो छ एकादशीको व्रत चाहिँ। यही बाना पारेर नि देवघाट त आउन पाइयो नि सुनिता दिदी होइन। आज एकादशी भनेर एकादशीले धेरै थरी काम गरेको हुन्छ। एक दिन भयो नि त्यो भित्र मन माझ्न पाइन्छ होइन, भगवानको कथा सुनेर कीर्तन गरेर होइन। नवदा भक्ति 90वटा भक्ति यहाँ प्रभाव भएको। श्रवणम कीर्तनम विष्णु स्मरणम पादसेवनम अर्चनम, अर्चना पनि भयो अघि है, त्यत्रो भगवानका 100 नामले, माता लक्ष्मीका 100 नामले अर्चना गरियो। अर्चनम वन्दनम दास्यम सख्यम आत्मा, अब आत्मनिवेदन कसले गर्नुभयो कसलाई बाँकी छ त्यो चाहिँ जानिराख्नु होला होइन। यो आत्मा भगवानको हातमा समर्पण गर्न बाँकी नै छ। भएकाले बाँकी भएकाले अर्पण गर्ने, गरेकाले ढुक्क भएर बस्ने। भगवानले लैजानुहुन्छ, पार लाउनुहुन्छ प्रभुले भनेर ढुक्क भएर बस्ने। अनि एकादशीका दिनमा कथा सुनेर वाणीले, अघि भनियो वाणीले हरिकै रमाई, गुणको गर्दै सदा कीर्तन आँखाले, हरिको रानी भक्तहरूको यस्तै गरेर गर्दै रहौँ दर्शन, लीला दिव्य कथा सुरम्य ललिता सुन्दै सदा कानले, हाम्रो जीवन यो बितोस् हरदम श्रीकृष्णकै ध्यानले, अन्त नजा मन। यही भन्दै भन्दै जाँदा बनेका भजन हुने नि होइन। त यसरी आजको पावन दिनमा भगवान श्रीकृष्णचन्द्रसँग धर्मराज युधिष्ठिर 5 पाण्डव मध्येका युधिष्ठिर महाराजले प्रश्न गर्दै हुनुहुन्छ, प्रभु हजुरले धेरै एकादशीहरूको महिमा वर्णन गरिबक्स्यो। यो पुष महिनाको कृष्ण पक्षमा अब दिनले आज मशान्ति नै हो, दिनले आज मशान्ति नै हो, तर सूर्यको हिसाबले आज मशान्ति हो। यो मार्गशीर्ष महिना सकिएको छैन, तर पक्षको हिसाबले पौष महिना लागिसक्यो र पुष महिनाको कृष्ण पक्षमा के नाम गरेकी एकादशी होली, तिनी एकादशीको महिमा हजुरले बताउनुहोस् भनेर सोध्नुभयो। र यसको पुष महिनाको कृष्ण पक्षमा के नाम गरेकी एकादशी र यसको विधि के हो, यसका देवता को हुनुहुन्छ। हे गोविन्द, हे जनार्दन, कृपा गरेर हजुरले विस्तारपूर्वक वर्णन गरिबक्स्नुहोस् भनेपछि भगवान श्रीकृष्ण भन्नुहुन्छ कि महाराज युधिष्ठिर महाराज, धर्मराज महाराज, हजुरका प्रति अत्यन्त स्नेह भएको हुनाले म हजुरलाई यी एकादशीको महिमा बताउँदैछु। जसरी मलाई प्रसन्न पार्नका लागि धेरै ठुला ठुला दक्षिणा भएका ठुला ठुला यज्ञ गरेर जसरी म प्रसन्न हुन्न, त्यो सजिलैसँग एकादशीका दिनमा मलाई सम्झेर एकादशीका दिन अब आज नुहाउँदै ननुहाइकन आरामतिर जान्थे क्या कोही कोही, दिनभरि बाउ हाँस्या अर्जा पनि के गर्ने। त्यसरी होइन कि स्नानमूला क्रिया सर्वा प्रातःकालमा भएदेखि देव नदीहरू हामी त भाग्यमानी छौँ, देवघाटमा यहीँ बसी कुटैमा कोठामा बसी बसी मनले सम्झेर नुहाइन्छ होइन। के गरिन्छ अरे, कोठामा बसी बसी नारायणीलाई सम्झेर मनैले नुहाइन्छ। टाढा टाढाकाले आएर डुब्की पनि लगाउनुहुन्छ। र सकभर देव नदीहरू, समुद्रमा पुग्ने देव नदीहरूमा स्नान गर्ने र अनि त्यो व्रतको प्रारम्भ गर्नका लागि भगवानसँग प्रार्थना पनि गर्ने। भगवान भन्नुहुन्छ यथा तुष्टिर भवेन मह्यम एकादश्या व्रतेन वै, एकादशीको व्रत गर्नाले म जसरी प्रसन्न हुन्छु, एकादशीको व्रतले मुक्ति दिने चाहिँ होइन है। मुक्ति दिने कसले हो? भगवानले हो नि। शरणागति भएका जीवहरूलाई मुक्ति दिने भगवानले हो। तर भगवान कसरी प्रसन्न हुनुहुन्छ भनेर गर्दै जाने क्रममा गर्ने एकादशी व्रत हो। यो जानिराख्ने। फेरि एकादशी सुन्दा भइहाल्दो रहेछ किन शरणागति हुनु पर्यो भन्ने अर्थ लाग्ला होइन। किन द्वय मन्त्र अखण्ड जपौँ जन हो मन्त्र किन जपिरहनु पर्यो भन्ने अर्थ लाग्ला। एकादशीको व्रत गर्दै जानाले भगवानको प्रसन्नता हुन्छ, मुखोल्लास हुन्छ। तर उद्धार गर्ने त भगवानको कृपाले हो होइन। यो पनि जान्दै जान्दै यथा तुष्टिर भवेन मह्यम एकादश्या व्रतेन वै तस्मात् सर्व प्रयत्नेन कर्तव्यो हरिवासर। त्यसो हुनाले भगवानको दिन हरिको वासर, यी 15वटा तिथिका भिन्न भिन्न अधिष्ठाता देवता हुनुहुन्छ र एकादशी र द्वादशी दुवैको स्वामी भगवान श्रीमान नारायण नै हुनुहुन्छ र त्यसलाई हरिवासर भनिन्छ। यो पुष महिनाको कृष्ण पक्षमा पर्ने जुन द्वादशी र एकादशी छन्,
यिनको महात्म्य एकाग्र मन भएर बल्ल हल्ला गर्लान् कथा सुन्दा भनेर होला भगवानले बीचबीचमा एकाग्र मन भएर हुनुहुन्छ। सुन्नुहोस् एकाग्र मानस होइन मन एकाग्र बनाएर गदिता याच भई राजन एकादश्य भवन्ति तासामपि सर्वासां विकल्पम नैव कारयेत्। 24 एकादशीको अलग अलग जो महात्म्य बताइएको छ त व्रत गर्ने बेलामा अब यिनी त यी यस्ता नाम गरे कि ठुली एकादशी रहेछन् यिनीमा भोकै बस्नुपर्छ अरूमा त खाए नि हुन्छ त्यसो भन्ने होइन अरे। सबै एकादशी उत्तिकै हुन्। त्यसमा पनि भिन्न भिन्न एकादशीका विभिन्न फलहरू भएको हुनाले म त्यो बताउँदछु, ध्यान दिएर सुन्नुहोस्। लोकानां त हितार्थाय कथयिष्ये विधिं तव। पुष महिनाको कृष्ण पक्षकी एकादशीको नाम सफला। के नाम रह्यो अरे? कौन बनेगा करोडपति। अब एकादशीको नाम के हो भन्दा सफला भन्ने जान्नु पर्यो। सफला एकादशी। जय हो, स्वागतम श्री हरे नमः। तो पौषस्य कृष्ण पक्षेया सफला नाम नामतः नारायणोऽधिदेवस्य पूजये तं प्रयत्नतः। नारायणो अधिदेव भगवान नारायण यिनी एकादशीका अधिष्ठात्री देवता पनि भगवान श्रीमन्नारायण नै हुनुहुन्छ। पूर्वेण विधिना राजन कर्तव्य एकादशी जनै नागानां च यथा शेष पक्षिनां गरुडो यथा। पहिले अरू एकादशीमा बताइएको नियम अनुसार नियम उस्तै हो, फरक छैन। अघिल्ला दिनदेखि नै दशमीका दिनदेखि अवश्य पवित्र चोखो भोजन गरेर आजभोलि दक्षिण भारतको यात्रा गरेर आएपछि नेपालका भागवतहरू पनि टमाटरलाई फलार भनेर चोखाउन थाल्नु भएको छ होइन। तर यो टमाटर भयो बन्दा काउली इत्यादि पनि लिने गरेको भए पनि दशमी एकादशी द्वादशी अथवा व्रतका दिनहरूमा चाहिँ लिनु हुँदैन। र पहिले बताएअनुसार त्यसरी व्रत गर्नु। र जसरी नागानाम चाहिँ यथाशेष सर्पहरूका अनेक प्रजाति सर्प जातिमा जसरी शेषजीको विशेष महिमा छ। के छ अरे? शेषनागको महिमा विशेष छ। अरू नागहरूले सर्पले के गर्छन्? सर्प देवयोनि हो के अरे? सर्प जाति चाहिँ देवयोनि भित्र पर्छ। अरूले विष मात्रै छर्छन् भने शेषले चाहिँ सधैँ अमृतको वर्षा गर्नुहुन्छ है। जान्न पर्ने भगवान किन चाहिँ शेषमाथि सुत्नु हुँदो रहेछ त है? भगवान किन भुजग शयनम हुनुभएको रहेछ भन्दाखेरि सदा सदा अमृतको वर्षा गर्ने। निवास शय्या सनपादुकां सुको प्रधान वर्षा तपवारणा दिवि शरीर भेदैस्तदशेषतां गतैरे यथोचितं शेष इतिरिते जनैः। भगवानको सर्वदेश सर्वकाल सर्वावस्थामा सर्वविध कैङ्कर्य गर्ने शेष हैन, जो शेष नाग हुनुहुन्छ नि, भगवानलाई पादुका चाहिँदाखेरि पादुका बन्ने, खडाउ चाहिँदा खडाउ बन्ने, छाता चाहिँदा छाता बन्ने, बस्नु पर्दा आसन बन्ने, सुत्नु पर्दा बिस्तारा बन्ने। त्यो पनि कस्तो भन्दाखेरि अत्यन्त हेर्नु मनपर्ने फुल बेली चम्पा चमेलीको फुलको जो स्पर्श हुन्छ नि, फुलको माला बनाउनु यसो छाम्दाखेरि नि अति नरम हुन्छ हैन, अनि सुम्दाखेरि कस्तो हुन्छ? अत्यन्त मङ्ग बसाउने हुन्छ अरे। शेषजीको शरीर त्यस्तो मङ्ग बसाउने अरे। तत्र स्रक स्पर्श गन्धम स्फुरदुपरि फणा रत्नरोचेरे वितानम विस्तीर्यानन्त भोगं तदुपरि नयता विश्वमेकातपत्रं तैस्तैकान्तेन शान्तो दितगुणविभवैरर्हता त्वामसङ्ख्यैः अन्योन्याद्वैतनिष्ठा घनरस गहनान् देवी वदना शिवोगान्। तत्र स्रक स्पर्श गन्धम, स्रक भनेको मालाको जस्तो, चन्दनको जस्तो मङ्ग बसाउने सुगन्ध, मालाको जस्तो स्पर्श, एकदम मुलायम, एकदम नरम, एकदम शीतलो। अब ठिक्कको वातानुकूलित, अहिले जाडा बेला शीतलो भन्दा फेरि चिसो लाग्ला हैन, गर्मीको बेलामा शीतल हुने, जाडाको बेलामा न्यानो हुने हैन,
यस्तो अङ्ग स्पर्श त्यस्तो शेषजीमाथि भगवान् त्यही भएर त शयन गर्नु हुँदो रहेछ, बस्नु हुँदो रहेछ होइन। यता बालिस्टर चाहियो भने यताको अङ्ग ठुलो बनाइदिने, अब देब्रे कोल्टे पर्न मन लाग्यो भने उताको अङ्ग शेषजीलाई त्यो उचालेर तकिया सार्नै नपर्ने कि होइन। कोल्टे पर्दै पर्दै त्यो कहिलेकाहीँ धेरै शरीरमा खटपटी भयो भने त्यो सिरानी गुटुमुटु परेर डल्लै पर्छ कि, हो कि नै अरे। धेरै साह्रो सिरानी मन नपर्ने मान्छेहरूले कमलो सिरानी गर डबल खप्ट्याएर गर कचाकुची परे कपास हो कि एकातिर अनि त्यो खोल अर्कातिर पुग्ने होइन। त्यस्तो हुँदैन अरे। शेषजी बसेपछि शेषजीले भगवान्लाई टक्क काखमा लिएर आउनुहोस् आउनुहोस् भनेर हजारौँ फणामा मणिहरू एकदम दीपशिखा जस्तै गरेर चम्किएका मणि, त्यो मणिमय त्यो शेषजीको कान्तिले अत्यन्त प्रभाव उज्जवल भइरहेको छ। भगवान् यत्तिकै उज्यालो, त्यहाँमाथि शेषमाथि बस्दाखेरि कति मिठो कति मिठो। आहा, कहिले देख्ने होला कहिले हेर्ने होला भगवान्को त्यो वैकुण्ठ गएपछि मात्रै देख्न पाइन्छ अरे। जय श्रीमन्नारायण। जाने हो वैकुण्ठ न जाने हो होइन। जाने हो भने सानो सुरुवात एकादशीको व्रत होइन। जसरी भन्नुहुन्छ नागहरूमा शेषजीको विशेष महिमा अनि चराचुरुङ्गीहरू मध्येमा गरुडजीको धेरै ठुलो महिमा अरे। दासः सखा वाहनमासनं ध्वजो यस्ते वितानं व्यजनं त्रयीमयः उपस्थितं तेन पुरो गरुत्मता त्वदङ्घ्रि सम्मर्दकिणाङ्कशोभिना। आहा, हेर्नु यहाँ अलि धनी मान्छे भए 10 तलाको 8 तलाको घर बनाउने भए गाडी राखे ड्राइभर राख्यो भने ड्राइभरलाई छुट्टै टिनको टहरो बनाइदिया हुन्छ कि। आफ्नो सँगै भान्सा लगाएर भोजन पनि गराउँदैनन् मान्छे। धनी भयो भने धनी र गरिबको कत्रो भेर खाडल हुन्छ। तर हाम्रो भगवान्ले सधैँ यात्रा गर्नु पर्दाखेरि आफ्नो चार्टर विमान लिएर हिँड्नुहुन्छ नि। के हो त्यो भन्दा गरुडजी अरे होइन। गरुडजीले यति भाग्यवानी सम्झिनुहुन्छ नि प्रभु। कहाँ अनन्त कोटि ब्रह्माण्डको अधिपति देवादिदेव सर्वेश्वर हजुरलाई यो काँधमा बोक्न पाउँदाखेरि मेरो जीवन यति भाग्यमानी बनेको छ नि। हजुरले स्पर्श, अब कहीँ यात्रा गरेर भगवान् विश्राम गर्नुभयो भने गरुडजीले त्यो भगवान्को अङ्ग स्पर्श भएको ठाउँमा धोइ पखाली गर्यो भने त्यो रौँ यसो घुमेको हुन्छ नि, त्यो फेरि त्यो पानी हालिदिएपछि त्यो घुमेको रौँ अर्कोतिर आफ्नो गतिमा स्थितिमा जान्छ भनेर त्यो पनि छुन नपरिकन जस्ताको तस्तै अर्कोचोटि हिँड्ने बेला नहुँदासम्म त्यसलाई राखिरहनुहुन्छ अरे क्या। तदङ्घ्रि सम्मर्द किणाङ्क शोभिना। अनि दास भगवान्को दास भएर होइन, अनि दास सखा मित्र भएर सखा भएर कतातिर जानु परेको छ प्रभुको इच्छा अनुसार प्रभुको गमनलाई लिएर जाने। तर एकचोटि गजेन्द्रको उद्धार गर्दाखेरि चाहिँ गरुडजीलाई थाहा भयो मैले प्रभुलाई बोक्ने होइन रहेछ होइन। जब गरुडजीलाई उद्धार गर्दा भगवान् यो संसारमा सबभन्दा छिटो उड्नेको नाम मन हो अरे। मान्छेको मन यहाँ बसी हजुरहरूको मन घर गएको होला कि कसैको है। एकजना सन्तसँग एउटा राजाले सोध्नु भयो अरे मेरो मन धेरै चञ्चल भइरहन्छ महाराज। के भन्नु भयो अरे मेरो मन साह्रै चञ्चल भइरहन्छ, यो मनलाई स्थिर बनाउने केही उपाय छैन भन्दाखेरि उपाय छ मसँग, भोलि बिहान आउनु होला, भोलि बिहानै आउनु होला द्वादशीका दिनमा। अब भोजन सोजन केही नगरिकन आउनु होला, आउँदा मनलाई लिएरै आउनु होला, त्यो अशान्त मनलाई लिएर आउनु होला। अनि हजुरको मनमा शान्ति दिउँला भन्दा अब सबै सामान पोको पारिसकेर अब गुरुगाउँ जाँदा मन चाहिँ कता परेछ अरे कि कहाँ गएछ भन्दा 10 दिनभन्दा पहिलेदेखिबाट जुत्ता सिलाउनु पर्ने, अब केलाहरू जाने भन्दा त्यो चमार कहाँ गएर पो मन अडिएको रहेछ अरे होइन। भने जस्तो अब मन नै नलागेपछि के काम लाग्छ र होइन। तर संसारमा सबभन्दा छिटो उड्नेको नाम मन हो। मनभन्दा पनि छिटो उड्ने वायु त कहाँ मन जतिको उड्छ र है, वायु उड्दैन। तर वायुपुत्र चाहिँ उड्नुहुन्छ अरे। को उड्नुहुन्छ अरे? वायुपुत्र भनेको हनुमानजी होइन। त्यो वायुको वेग भन्दा मनको वेग भन्दा पनि छिटो उड्ने पवनपुत्र हुनुहुन्छ। तर सबैभन्दा छिटो उड्ने बसी बक्सोस् है, सबैभन्दा छिटो उड्ने गरुडजी अरे। मनोग्र यानम वचसा निरूपितम। मनभन्दा पनि धेरै छिटो उड्ने होइन, मनभन्दा धेरै छिटो उड्ने। यहाँ बसी बक्सोस्। जय श्रीमन्नारायण। स्वागत छ हजुरलाई। त्यो मनभन्दा पनि छिटो उड्ने गरुडजीले भगवान्लाई बोकेर हिँड्ने भनेको त त्यो हात्तीलाई उद्धार गर्न आउने बेलामा त भगवान्ले गरुडलाई च्याप्प चाप्राले च्यापेर
गरुडको बेगले नभेट्ने गरी दौडिनु भयो अरे। अनि बल्ल थाहा भयो भगवत स्तरायनमा भगवानको हात तुरी यस्तो हुँदो रहेछ आफ्ना भक्तलाई रक्षा गर्नका लागि भनेर। र त्यस्ता गरुडजीको जो महिमा छ नि, यो पक्षीको जातिमा गरुडको जो महिमा, नागका जातिहरूमा जसरी शेषको महिमा, त्यस्तै गरेर यज्ञहरूमा अश्वमेधको जस्तो महिमा, नदीहरूमा जसरी भगवानका चरणबाट प्रकट भएकी गङ्गाजीको महिमा, र त्यस्तै गरेर व्रतहरूमा चाहिँ एकादशीको महिमा। एकादशी चान्चुने होइन, भगवानको दिन भगवानलाई सम्झेर बस होइन, भगवानलाई सम्झने। र व्रताराम च तथा राजन प्रबल एकादशी तिथि ते जना भरत श्रेष्ठ। हे भरत श्रेष्ठ, भरत वंशमा श्रेष्ठ भएका हे महाराज युधिष्ठिर, हरिवासर, यो हरिवासर भनेको एकादशीको दिनको व्रत गर्ने व्यक्तिहरू अत्यन्त सफल हुन् यो जीवनमा, र तिनीहरूको जीवन नै सफल भयो। र सफला एकादशीको पूजा विधि जो हो त्यो पनि म तपाईँलाई बताउँछु। अब सफला एकादशी प्राय पौष मासको कृष्ण पक्षमा पर्ने हुनाले यो बेलामा ऋतुमा पाइने भएका जुन फल हुन्छ नि, ती भिन्न भिन्न प्रकारका, आफूले पो एकादशी भोकै बस्ने हो त। भगवानलाई चाहिँ ऋतुमा प्राप्त हुने भिन्न भिन्न फलैर्मा पूजे तत्र काल देशोद्भवै शुभै, देश कालोद्भवै शुभै, कुन देशमा कुन ठाउँमा कस्तो खालको फल प्राप्त हुन्छ त्यो फललाई, ऋतु फललाई ल्याएर अर्पण गर्ने, नरिवलको फल अर्पण गर्ने, र अब जम्बीर, दाडिम यस्ता पुगी फल, सुपारी इत्यादि पनि अर्पण गर्ने, लवङ आदि मुखवासको लागि ताम्बुल आदि पनि अर्पण गर्ने, धूप दीप नैवेद्य अर्घ्य पाद्य आचमन धूप दीप नैवेद्य आदिद्वारा आराधना गर्ने। र मेरो आराधना यसरी गर्नुपर्छ भगवान भन्नुहुन्छ। र सफला एकादशीको दिनमा दीपदानको ठुलो महिमा रहेको छ। आजभोलि यो बत्ती बाल्नको लागि पनि कहाँको पेट्रोल हो कि अथवा मोबिल हो कि के को हो, तिलको तेल भनेर बिक्री भइरहेको हुन्छ। हामी बाल्न त त्यही बाल्दै गर्छौँ होइन, तर त्यो तिलको तेल हो कि अर्थकै हो थाहा छैन। सकभर अब हेर्दा हेर्दै गाई लोप हुँदै गए होइन। हर एक गृहस्थीको घरमा हर एक गाई हुनुहुन्थ्यो र गाईले धर्म रक्षा गरेको थियो। यही कथा सुनाउँदै जाँदा यहाँ विष्णु बाको जय भन्नुपर्छ क्या। लोकल गाई, वैदिक गाई कहाँबाट ल्याएर गाईलाई पठाइयो। राम राम कहाँबाट त पछि कुरा गरौँला। अब यहाँ कथाको महात्म्य त हेर्नु, वैदिक गाई, वेद लक्षणा गाईको सेवा गर्नाले सारा देवताहरू पितृहरू सबै प्रसन्न हुनुहुन्छ। र यसरी दीपदान भनेको अब धूप र दीपका लागि गाईको दुध घिउ नभएपछि कसरी सम्भव हुन्छ र? सकेसम्म दीपदानको ठुलो महिमा छ। घिउमा अथवा तेलमा, तिलको तेलमा भए पनि दीप बत्ती बाल्ने, रातिमा जागरण गर्ने। जति बेरसम्म आँखा चिम्म नगरी बसिन्छ नि, आहा कसरी हो त्यो सम्भव छ भन्दा कीर्तन भजन गऱ्यो भने त होला पनि। नभए झुमादेवी नायिका मान्छन् र यो कथा सुन्नेमा यो गुरुजी खुबै जागै बस्नु हुँदो रहेछ भनेर नपत्याउनु होला है। म पनि 10 बजेपछि चाहिँ झपक्कै अहिलेसम्म जागै बसेकै छैन। उही हिँड्दा बाटा नपाएर मात्रै होला। तर सकेदेखि जागरणको पनि ठुलो महिमा रहेछ होइन। भजन कीर्तन गर्ने समूहगत रूपमा बस्यो भने त बसिन्छ पनि होला है। राम राम हरि। तो एकाग्र मानसो 12-13 बजेपछि त आउँछिन् जताबाट भए पनि। रात्रौ जागरणम एकाग्र मानस भएर अब मोबाइल हेरेपछि नाना भाती आयो भने फेरि के गर्ने होइन। तत्समो नास्ति वै यज्ञ तीर्थम न तत्सदृशम नहि। रातिमा जागै बसेर भगवानलाई को सम्झना गर्ने, ध्यान गर्ने, समाधिमा पुग्ने त्यो क्षमता भयो भने त ठिकै ठुलै कुरा हो होइन। र यो भन्दा ठुलो कुनै व्रतै हुन सक्दैन। 15,000 वर्ष तपस्या गरेको फल एकै रातमा पाइने रे के भन्दा अब त्यो महात्म्य सुन्यो भने त सायद अलि जाँगर लाग्छ कि होइन। ल जाला बसौँ न त आज यस्तै गरेर यहीँ कीर्तन गर्दै भजन गर्दै। तर अब आज चाहिँ जाऊँ अर्कोचोटि मिलाउँला भन्ने होला नि सबैले मनमा। आज चाहिँ सकेपछि घर जाऊँ अर्कोचोटि मिलाउँला होइन। तर हेर्नु 15,000 वर्ष तपस्या गरेको फल एक रातमा प्राप्त हुने के कस्तो रहेछ अरे। राति जागरण कीर्तन भजन गऱ्यो भने
तर अब होइन 100 का बदला 1 नभएर 15,000 को बदला 1 के कति अरे कति हो कति गुणा पञ्चवर्ष कति पञ्चवर्ष सहस्राणी 5,000 वर्ष भनेको रहेछ यहाँ चाहिँ तपस्तप्त तपस्या गरेर जुन फल प्राप्त हुन्छ त्यो फल सफला एकादशीको दिनमा जागरण पूर्वक विधिपूर्वक व्रत गर्यो भने त्यो फल प्राप्त हुन्छ। श्रूयताम राजा श्रुत। अब यो यतिकै यो कथा मात्रै हो कि कसैलाई मिल्यो फल? यदि तिमीले जिज्ञासा राख्नुहुन्छ भने महाराज सुन्नुहोस्, त्यसको लागि पनि म कथा सुनाउँछु। चम्पावती नाम गरेको एउटा सहर थियो। राजा माहिष्मत नाम गरेका राजा त्यहाँ बस्नुहुन्थ्यो। त्यो माहिष्मती पुरी भित्रैको चम्पापुरी रहेछ र माहिष्मत राजाका 4 भाइ छोरा थिए। अब 4 भाइ छोरा मध्येमा नजाने स्वर्गे सीताराम इह जीवलोके 4 चिन्हानि भवन्ति देहे। स्वर्गबाट आउने र नरकबाट आउनेका 4 थरी चिन्ह हुन्छन् गरे क्या मान्छेका शरीरमा 4 थरी लक्षण हुन्छन् होइन। अब के हुन् भन्दाखेरि नुहाई धुवाई गऱ्यो अब कपाल रौँ चुनिएको सबै लगेर बाथरुममा एकातिर गुजिल्टो पारेर राख्यो सम्झिनु है। झाडु बडाहरू गऱ्यो अनि कुनामा लगेर ढोका छेउमा लगेर थुपार्यो अथवा भर्सक घर झाडु बडाहरू नगर्यो। लोटा लडिरहेको छ है, कसैले प्लास्टिकले गिजाएको छ यता र उता गरिरहेको छ। कपडा लगाएको 13 दिन पहिले लगाएको कपडा पटाएर धोएर राखेको छैन। नपत्या मेरा कोठा हेर्न आउनु के त्यस्तै हुन्छ है। त यो भद्रगोल अस्तव्यस्त भयो भने सम्झिनु यो राम्रो ठाउँबाट आएको लक्षण होइन क्या हो है। बोलो भक्तवत्सल भगवानको चाहिने सामान जो जहाँबाट निकालियो नि प्रयोग गरेपछि त्यसलाई सफा गरेर त्यहीँ राख्ने बानी पार्ने गऱ्यो भने 15 वर्ष पछाडि खोज्दाखेरि पनि यहाँ राखेको थियो भनेर भेटिन्छ के होइन। सबभन्दा ठुलो के रहेछ भन्दा आदत रहेछ के बानी रहेछ होइन। त्यसो हुनाले अब बानी कस्तो बानी छ भनेर पछाडि फर्केर ऐना हेर्नु आफै थाहा हुन्छ कहाँबाट आइरहेछ अनि आफै थाहा पाइन्छ कहाँ जान लागिरहेछ भनेर है। सुन्नुभयो नि वैकुण्ठ भगवान कहाँतिर जाने भए त्यस्तै मान्छेका कुरा मन पर्छन् होइन। जय शिवनारायण भनेको बाटा परि देख्दा नि मन परिहाल्ने कि किनभने यात्रा त उतैको हो नि त। त्यो मन पर्नलाई त्यो पहिलेदेखि टिकट अब मनभित्र काटेर तयार भएको हुन्छ, बाहिर चाहिँ पछि भगवानको कृपाले आचार्य कृपाले पाइने हो। अब यदि हजुर टिकट बुकिङ त्यो कहाँ जाने म कहाँ जानलाई आएको रहेछु भनेर पनि भनियो भने आफैलाई सोधेर भन्न सकिन्छ ऐना हेरेर। भगवानका प्रति अत्यन्त भक्ति बढ्दै गएको छ। भगवानको कथा सुन्दाखेरि सुनौ जस्तो लाग्छ, हृदय पग्लेला जस्तो लाग्छ, आँखा रसाउलान् जस्तो लाग्छ है। बद्धेनाञ्जलिना नतेन शिरसा गात्रै सरोमोद्गमै रौँ ठाडा ठाडा पर्छन्। भगवानको कुरा सुन्ने बित्तिकै प्रभुका भक्तको दर्शन गर्दा भगवानलाई देखे जस्तो हुन्छ है। सज्जनहरू सन्तहरू ज्ञानीहरूको सङ्गत गर्दाखेरि योभन्दा ठुलो सम्पत्ति केही हो जस्तो लाग्दैन। सम्झनुहोस् उतातिर भगवानले टिकट बुकिङ गरेर पुरा रिजर्भेसन गर्नुभएको छ। देख्ने बित्तिकै कति बेला यो झन्झट सकिन्छ र अब आफ्नो बाटो लाग्ने हो होइन भन्नेतिर तामसी बुद्धि आउँछ भनेदेखि राजसी बुद्धि आउँछ। नेता बनाऊ जस्तो लाग्छ। त्यो लक्षण यहीँ विचार आफैले अब यो मैले त ऐना देखाइदिएको मात्रै हेर्ने आफैले हो के गर्ने अरे आफैले हेर्ने अरे। यहाँ राजाका 4वटा छोरा मध्येमा एउटा छोरो चाहिँ यस्तो महान पापिष्ट भएर जन्मेछ होइन। हुने बिरुवाको चिल्लोपात नहुने फुस्रो भने जस्तो सानैदेखि 3 पाते भन्छन् नि केलाई अरे त्यो 3 पाते भनिन्छ। छोरीहरू धेरै नक्कली भयो ऐना हेरिरह्यो भने 3 पाते भनेर गाली गर्थे क्या होइन। बेला भएको छैन कपाल फर्काइ लर्काइ भयो भने अनि मान्छेले लक्षण विचार गर्छन् होइन। त्यो छोरो चाहिँ उटपटाङ कस्तो थियो परदारा भिगामी होइन। परदारा भिगामी अर्काका पत्नीहरूको सङ्गत गर्न खोज्ने, वेश्याको सङ्गत गर्ने, पिताजीको सम्पत्तिलाई लगेर त्यस्तै उल्टापाल्टा काममा उटपटाङ काममा खर्च गर्ने, असद वृत्ति सज्जनको जस्तो उसको आचरण नै छैन। देवतालाई देख्ने बित्तिकै विरोध गरौँ जस्तो लाग्छ क्या नास्तिकलाई। के हुन्छ अरे देवताहरूका मन्दिरहरू देख्यो भने अनि सज्जनहरूलाई देख्यो भने वैष्णवहरूलाई देख्यो भने निन्दा गर्न जिब्रो चिलाउँछ कि घाँटी खसखस गर्छ हेर फलाना
भनेर तिलक लागा मान्छे देख्नै नहुने, चन्दन लागा राधेश्याम देख्नै नहुने होइन। निन्दा गरौँ 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 जस्तो लाग्ने। मैले पनि अलिअलि त लगाएको छु, देखेको छु के, त्यही भएर त भन्दैछु त होइन। त्यो तिलक चन्दन लागा मान्छेलाई देख्ने बित्तिकै निन्दा गर्न मन लाग्ने होइन। असद्वृत्ति रतो नित्यम देवता द्विजनिन्दक वैष्णवानां च देवानां नित्यम निन्दारत। सबै देवताको वेदको ब्राह्मणको सबैको निन्दा गर्ने। ईदृग विदम तथा पुत्रम माहिष्मतो नृप दृष्ट्वा माहिष्मतो नृप। यस्तो दुर्जन छोरोलाई देखेर राजाको मनमा ठुलो पिर पर्यो। हेर्नुहोस् है, अब राजा किन चाहिन्छ भन्दा आजको दिनमा यो अर्थले चाहिँदो रहेछ क्या होइन। अब भोट हाल्ने बेला लोराले सिलौटा राखेर आफ्नै हात थिच्ने हो कि के गर्ने हो जान्ने अरे क्या है। जय श्रीमन्नारायण। राजाले के विचार गर्नुभयो भने अब यो जेठो छोरो भोलि राजा बन्न पर्ने को वृत्ति यस्तो छ होइन। के गर्छ भन्दा वेश्याको सङ्गत गर्छ, घरको धन सम्पत्ति लगेर नाश गर्छ, दुरुपयोग जेबाई खाने र पिउनीमा लगेर सम्पत्ति सक्छ भने यस्तो व्यक्ति यस्तो राजा हुन सक्दैन, राजकुमार हुन सक्दैन भनेर राजाले अब निर्णय गर्नुभयो। अब यो सुध्रिनेवाला छैन भनेपछि देशबाट निकाला गरिदिनु भयो। माहिष्मत राजाले त्यो जेठो छोरोलाई लुम्पक भनेर गाली गर्दै, त्यो जेठो छोरोलाई लुम्पक भनेर गाली गर्दै नाम राखेर त्यसलाई घरबाट निकालिदिनु हो। अब राजाले दरबारबाट निकाला गरिदिएपछि राजाले भन्नुभयो कि यो मेरो छोरो भनेर कसैले माया गरेर घर राख्यो भने त्यो पनि मेरो द्वारा देश निकाला गरिनेछ भनेपछि कोही दाजुभाइ बन्धु बान्धव इष्टमित्र कसैले पनि आ भनेर अब पहिले मातेर खा भन्ने मान्छेले नि आ भन्नै छोडे, भन्दै भनेनन् कसैले पनि। परिवार धनै त्यक्त, सबले त्यागेपछि अब कहाँ जाउँ के गरौँ भन्दा भन्दै गाउँमा त जसले देखो आयो लुम्पक आयो चोर आयो अब भन्न थाले, राजकुमार आयो भन्ने त गयो डाँडा परि गयो, कुरै छैन। सबले ढोका ढ्याप्प लाएर त्यो आउने बित्तिकै अब लौरो लिएर खेल्न खोज्छन्। अब सकेन भने भित्र पस्ने, अब उसको मुखै नहेर्ने भएपछि बस्ने ठाउँ काहीँ नपाएर कहाँ जाउँ के गरौँ भन्दा भन्दै जङ्गलमा गयो। जङ्गलमा गएर त्यहाँ पनि धेरै हत्या हिंसा गरेर जसरी तसरी जिन्दगी गुजार्दै थियो। जीवघात करो नित्यम। अब जीवहरूलाई हिंसा गर्ने, त्यही हो जङ्गलमा आगो बाल्ने, पोलेर खाने, यस्तै गर्दै समय बिताउन थाल्यो। उसले के विचार गर्यो भने कहाँ हुन्छ यसरी दिनभरि जङ्गलमा लुकेर बस्छु, राति गएपछि कहाँ चोरी गर्नुपर्छ मलाई थाहा छ नि भन्ने, अनि दरबारमा जाने, अनि अब धनीहरूको घरमा जाने। अब गाँत त पऱ्यो भने धनी न गरिब जा चोरलाई जे भए पनि भयो। यस्तो उपद्रव गर्दै 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 बस्यो। अब जङ्गलमा एकचोटि परिस्थिति त्यस्तो सधैँभरि एकनासे हुँदैन अरे होइन। उदाउँदै गरेका सूर्यलाई पनि चिसो शीतलो हुन बेरै लाग्दैन नि। एक दिन यस्तो जाडाको बेलामा यिनै एकादशीको नजिक आएको रहेछ। कहीँ पनि जान सकेन, बल्ल बल्ल गरेर बुटबाट लिएर फल लिएर आयो। अब जीव हिंसा गर्न सकेन, फल लिएर आयो। अनि फल ल्याएर त्यही ठुलो वृक्ष अश्वत्थ पिपलको एकदम पुरानो देवकल्प देवता तुल्य वरदान दिन सक्ने भइसकेको त्यो वृक्षको फेदा ल्याएर फल राखो। अनि फल राखेर कहाँबाट त्यो वृक्षको महिमाले, त्यो स्थानको महिमाले होला त्यसको बुद्धि यस्तो आयो कि आज मैले केही गर्न सकिनँ, लौ सर्वेश्वर प्रभु हजुरलाई यिनै फल अर्पण गरेँ भन्ने बुद्धि आएछ कि। एकादशीको दिनभरि केही हिंसा हत्या पनि गर्न पाएको छैन, खान पनि पाएको छैन। अनि त्यो फल त्यही यही फल अर्पण गरेँ, अब यही खान्छु भनेको दाँत टुक गरेर अब कुक्रुक्क लम्तन्न होइन कुक्रुक्क परेर जाडाले थुरथुर कामदै गरेर त्यहाँ रात बितायो। त्यो फल खान पनि सकेन। अनि रातभरि आँखा झिमिक्क पेटा भोक लागेपछि के हुन्छ, निद्रा पनि लागेन कि होइन। पेटा भोक भएको हुनाले निद्रा पनि लागेन। दाँत टिक टिक गर्दै गर्दै रात काट्यो। भोलिपल्ट द्वादशीको दिनमा एकादशी पूर्ण भइसकेपछि त्यहाँ एकादशी सफला एकादशीको प्रभावले गर्दा एउटा सारा वस्तुले युक्त भएको सजधज भएको टक्क घोडा आइपुग्यो। अनि घोडा त्यहाँ आएर बिहानको सूर्योदय हुँदाखेरि यसो हेर्दाखेरि आजको शरीरमा पूर्ति अर्कै आएको छ फेरि। अनि त्यहाँ अगाडि घोडा पनि देख्छ, यो के भयो होला कसरी आयो भनेर त्यहाँ मनमा सोच्दै थियो। त्यही बेलामा आकाशवाणीले भन्यो
कि लुम्पक तिमीले जो एकादशी सफला एकादशी गर्यौ, सफला एकादशीका जानेर होस् नजानेर होस् तिमी भोकै बस्यौ। तिमीले अब जान अनजानमा जसरी भयो नि अब लौ प्रभु यही फल हजुरले स्वीकार गर्नुहोस् भन्यौ र यी एकादशीको महिमाले भगवान् विष्णुको कृपाले गर्दा तिमीलाई यो दिव्य घोडा प्राप्त भएको छ। अब तिमीलाई अकण्टक राज्य प्राप्त हुन्छ, जाऊ पिताजीले तिम्रो स्वागत गर्न उत्सुक हुनुहुन्छ भनेर आकाशवाणीले भनेपछि अब त्यहाँ सरोवरमा स्नान गरेर ती भएका राम्रा राम्रा आभूषणहरू वस्त्रहरू के सजेर उसलाई श्रृङ्गारका लागि लिएर आएका सामानहरूले श्रृङ्गार गरेर अनि घोडामा टक्क चढ्दै चढ्दै अब टक 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 गर्दै पिताजी भएको ठाउँमा पुग्यो। पिताजीले पनि भव्य स्वागत गर्नुभयो। ओहो मेरो पुत्र, आज तिम्रो बुद्धि भगवानप्रति लागेछ, तिमी आस्तिक भएछौ। आऊ तिम्रा पुरा गल्ती जति छन् नि ती सबै भगवानले क्षमा गरिदिनु हो, मैले पनि क्षमा गर्दछु भनेर वैष्णवाय ततोदत्तम पित्रा राज्यम। अब छोरोलाई वैष्णव बनाएर भनेको छ त यहाँ। वैष्णव पुत्रलाई राज्य सम्पत्ति दिएर पिताजीले भन्नुहुन्छ पुत्र मैले गर्ने कुरा गरेँ, राजपाट जे गर्नुपर्ने थियो गरेँ, अब तिमीले यो राजपाट सम्हाल, यी प्रजाहरू सबै तिम्रा पुत्र बराबरका हुन्। यो पो हो त राजनीति गर्ने होइन। मेरो झोले मात्रै मेरा चम्चा मात्रै मेरा, बाँकी रहेका सबै तेरा, डडेलो लाएर जानु जति तेरा होइन, फुलमाला ल्याउने जति मेरा होइन। यो चाहिँ चम्चागिरी राजनीति होइन होइन। राजनीति भनेको त्यो सारा प्रजाहरूलाई प्रजावत्सल बनेर स्याहार सुसार गर्नुपर्छ। सबैको सुख तिम्रो सुख, देशवासी सम्पूर्ण नागरिकको सुख नै तिम्रो सुख हो र देशवासी सम्पूर्ण नागरिकको दुःख नै तिम्रो दुःख हो पुत्र। तिमीले राजभोग गर, म वनमा जान्छु तपस्या गर्न भन्दै पिताजी माहिष्मत राजा वनमा जानुभयो। अब पुत्रले यस्तो पो हुँदो रहेछ भगवानको महिमा भनेर अब कुनै एकादशी नछोडिकन 24 अथवा अधिक मास पर्दा आउने 26 एकादशी कुनै पनि एकादशीलाई नछोडिकन ती लुम्पकले पनि एकादशीको व्रत गरिरहे जीवनभरि र यो राजपाट गरिसकेर यिनले परम सुन्दरी युवतीसँग विवाह हुन्छ, यिनका राम्रा छोराहरू पनि जन्मिन्छन् र क्रमैले लुम्पकलाई भगवानले विमान पठाउनुहुन्छ अरे। अनि शरणागत वैष्णव भएपछि पुराना पाप जति सबै काटिन्छन् नि त। सुदर्शन भगवानको स्पर्श भएपछि होइन, शीतलो स्पर्श हुँदा त काटिन्छन् भने तातेकोले त झन् काटिने भयो होइन। त्यो सुदर्शन होइन महाज्वाला कोटि सूर्य समप्रभा अज्ञानान्धस्य मे देव विष्णुर मार्गम प्रदर्शन सुखेन दर्शनम सुदर्शन। सुखपूर्वक भगवानको दर्शन गराउनु मन्त्र त एउटै हो। सुखपूर्वक दर्शन र मन्त्र पनि एउटै, शङ्ख चक्र पनि उही, त्यही तातो मात्रै हो। मैले यहाँ लक्ष्मीकान्त बाबासँग भनेको थिएँ बा यति तातो गर्न पाए त एउटै भइन्थ्यो भनेर कुरा पनि भएको थियो। जय श्रीमन्नारायण। त्यो जसरी नि भगवानका सुदर्शन होइन, सुखेन दर्शन सुष्ठु दर्शनम, सुखपूर्वक भगवानको दर्शन गराउने, यसरी अब वैष्णव दीक्षा प्राप्त गरेर माहिष्मत राजाका पुत्र लुम्पक राजा बनेर पछि भगवानको धाममा पनि जानुभयो। अर्थात् एकादशीले मति निर्मल बनाउँछ, गति निर्मल बनाउनु भगवानको शरणागति हुनुपर्छ। शरणमा गति निश्चित छ अरे के। र यसो भन्दै आजकी सफला एकादशीको महात्म्य जसले प्रेमले सुन्नुहुन्छ र भन्नुहुन्छ भने मात्रै, महात्म्यको कथा मात्रै सुने पनि जागै त बस्नुपर्ने प्रभु, तर सकिने के गर्नु, निद्रा आयो अब मुख छोपेर सुत्छु, अब भोकै त बस्नु पर्ने, तर फलाहार मात्रै, अन्न चाहिँ खानु हुँदैन है। एकादशीका दिनमा अरू दिनका सारा पापहरू गएर अन्नमा बसेको हुन्छ। त्यही भएर अन्न भनेको विशेष गरेर केलाई अन्न भनिन्छ नि, नवधान्यलाई अन्न भनिन्छ। त्यो नवधान्य अझ विशेष गरेर चामलको प्रसाद चाहिँ भगवानलाई भोग लगाए पनि गाईलाई दिनु सुँगेर आफूले लिनु हुँदैन। र यसरी व्रत गर्नु एकादशी, तीर्थ जानु काशी, भगवानको भजन गर्नु सबै हाँसी हाँसी, व्रत गर्नु एकादशी, तीर्थ जानु काशी, भगवानको भजन गर्नु सबले हाँसी हाँसी।